पढाऊँ। मान्छेहरूलाई कस्तो हुन्छ भने नि अब यस्तो स्वार्थी हुन्छ मान्छे। अनि के भन्छ भने अब पछि मैले धर्म कर्म गर्ने बेला भएको छैन, मलाई के भएको छ र भन्ने अनुभव हुन्छ। त्यहाँ लेखेको छ गुणरत्नमा, खेल्दै बितिको बाल अवस्था तरुणतिर गो, तरुण अवस्था वृद्ध भएपछि चिन्तनाले ला हरिकन भज्ने कुन हो बेला। आउँदाखेरि जमला हात जोडेर म यहाँ बाहिर निक्ल्यौँ भनेर चाहिँ ईश्वरसँग प्रार्थना गरेर आयौँ। अनि यहाँ आएपछि हामी रुन थाल्यौँ क्या, यहाँ गरेर रोयौँ। यो कहाँ कुन संसारमा आइयो भनियो। अलि ठुलो भइसकेपछि अनि अब त्यतातिर खेल्नेतिर लाग्यो। अनि अब सन्तान उत्पन्न गर्नेतिर लाग्यो। अब मेरो धर्म कर्म गर्ने बेलै भएको छैन भन्नेतिर लाग्यो। हुँदा हुँदै कालले आएर बाँधेर लान्छ। त्यो यो तत्त्वलाई शरीर यहाँ ढलेर जान्छ, यो सडेर जान्छ, आगोमा हालेर डढेर खरानी भएर जान्छ। त्यसको निशाना के रह्यो त प्यारे भक्तजन, यो निशाना राख्ने प्रयत्न गर्नुहोला। यो भन्दै हजुरसँग बिदा माग्छु। होस् प्रेम प्रणाम।